जोरदार ताली अनुप सरके लेल। सर्वप्रथम त यो जनकपुर साहित्योत्सवमा मलाई बोलाउँदा जनकपुर जुन कि धार्मिक सांस्कृतिक र मिथिला कलाको एउटा एकदम राम्रो मिश्रण भएको तपोभूमि हो। यहाँ बोलाउँदाखेरि म यहाँको सबै उहाँलाई चाहिँ संयोजकहरूलाई चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु। मलाई यहाँ आउन धेरै मन थियो, पहिलेदेखि नै मन थियो। मलाई यहाँ आएर आफ्नो मन्दिरमा आएर आशीर्वाद लिन धेरै मन थियो। यो मैले मौका पाएँ, त्यसैले धेरै धेरै धन्यवाद। अनि यहाँ आउँदाखेरि यो मेरो पहिलो तर अन्तिम होइन, म फेरि पनि आउनेछु। थ्याङ्क यू। म त धेरै जसो तराईमा बसेको मान्छे हो। कोइराला फ्यामिलीमा चाहिँ नि हाम्रो धेरै चाहिँ नि विराटनगर, मोरङ, सुनसरी धेरै घुमेको हो मान्छे। त मलाई थाहा थियो, मलाई भित्रबाट मनबाट थाहा थियो कस्तो हुन्छ भनेर। तर धेरै जस्तो चित्रहरू चाहिँ नि हाम्रो जानकी टेम्पलको चाहिँ नि देखिरहन्थेँ। त्यसले मलाई धेरै आकर्षित चाहिँ नि गरेको थियो। थ्याङ्क यू। अब म चाहिँ राजेश सरी मलाई लाग्छ ओटिटी प्लेटफर्म इज अ भेरी प्रोग्रेसिभ प्लेटफर्म हो। किनभने मैले जुन भारतमा हेरिरहेको छु नि त्यो जसले सिनेमामा फुल फ्लेज थिएटर गोइङ सिनेमामा ठाउँ पाउँदैन, त्यसले चाहिँ नि त्यस्तो त्यस्तो धेरै कलाकारहरू हुन्छन्, धेरै डिरेक्टर्स, स्टोरी टेलर्स, एक्टर्स, टेक्निसियन्सले ठाउँ पाउँदैन। किनभने त्यो हाई बजेट हुन्छ, त्यसको कस्ट धेरै हुन्छ यताउति गरेर। सो क्रिएटिभ पिपलहरूले चाहिँ नि त्यो एउटा बाटो पायो थ्रु ओटिटी प्लेटफर्म। त्यसैले ओटिटीको कन्टेन्टहरू पनि हेर्दाखेरि अलिकति क्रिएटिभिटीतिर धेरै झुकाव हुन्छ, जुन कि हाम्रो थिएटरमा चाहिँ नि धेरै कमर्सतिर जान्छन्। बिकज दे हेभ स्पेन्ड सो मच अफ मनी, दे हेभ टु रिकभर द्याट मनी। फोकस चाहिँ नि कमर्सतिर जान्छ धेरै, इन्टरटेनमेन्ट कमर्स, सो द्याट मोर पिपल इट रिचेस आउट। वेयरएज ओटिटीले अलिकति फ्रिडम चाहिँ नि डिरेक्टर्सहरूलाई, राइटर्सहरूलाई र यङ्गर न्यू फेसेस अफ एक्टिङ ट्यालेन्ट्सहरूलाई ठाउँ दिएको हुन्छ। अहिलेको ओटिटी प्लेटफर्मको एक्टर्सहरूको क्वालिटी अफ पर्फर्मेन्स हेर्दाखेरि त इट्स वर्ल्ड स्ट्यान्डर्डकै छ। सो आई फिल इट्स रियली गुड फर आर्टिस्टिक भ्याल्युज ओटिटी प्लेटफर्म। ह्याभिङ सेड द्याट, मलाई चाहिँ नि थिएटरै जान पनि मनपर्छ। थिएटरमा जानु एउटा जुन माहौल हुन्छ त्यो मिस हुन्छ। सो आई थिङ्क प्लस र माइनस दुइटैको छ। नेपालमा चाहिँ नि अहिले त्यो सुरु भएको छैन, तर मलाई लाग्छ सुरु हुनुपर्छ। किनभने म छोटकिरीमा भन्छु, मैले सानो सर्ट फिल्म फेस्टिभलको 2-3 वर्ष अगाडि ज्युरी मेम्बर हुँदाखेरि यस्तो राम्रो राम्रो सिनेमाहरू हेरेँ। त्यतिखेर मलाई के लाग्यो भने यहाँ त ट्यालेन्टको कमी त रहन्छ, भरपुर छ। खालि उनीहरूले चाहिँ नि ठुलो प्लेटफर्म पाएको हुँदैन, ठुलो बजेट हुँदैन। जबसम्म आफ्नो केही नाम देखिन्छ तबसम्म पैसा आउने। त्यो धेरै प्रक्रियाहरू छ सिनेमा बनाउने, त्यो लामो र कठिन भएर। तर ट्यालेन्टको कमी नहुँदा द्याट मिन्स ओटिटी प्लेटफर्मले त्यो स्पेस दियो भने चाहिँ नि यहाँ एकदमै राम्रो क्वालिटी अफ स्टोरी टेलिङ इज अभाइलेबल जस्तो लाग्छ मलाई नेपालमा। हजुर, हामी सबैको जीवनमा चाहिँ नि धेरै कुरा, जस्तो हामीले बच्चाबुच्ची हुँदाखेरि म त डक्टर पनि बन्न चाहन्थेँ, यो पनि बन्न चाहन्थेँ, त्यो पनि। तर मेरो मेन फोकस चाहिँ नि मेरो फ्यामिलीमा धेरै डक्टर्स, धेरै इन्जिनियर, धेरै पोलिटिकल पर्सनालिटिज हुँदाखेरि चाहिँ नि म 3टा मध्येमा एउटा चुन्ने मेरो सोचाइ थियो। थिएटर सिनेमा जान असाध्यै हामी रुचाउँथ्यौँ। आइतबार हामी सिनेमा चाहिँ नि जान्थ्यौँ हेर्नलाई। त्यसले प्रभाव पार्यो कि थाहा भएन, तर एक्टिङ नै मेरो लाइफ लङको एउटा करियर हुन्छ भनेर त्यो चाहिँ मैले सोचेको थिइनँ।
जब मैले मेगाबुलको एउटा एड पाएँ मेरो मामाले मेरो माइजूले मलाई मेकअप लगाइदिनु भयो, मेरो मामाले फोटो खिचिदिनु भयो, त्यो फोटो राम्रो आयो। अनि ल एड फिल्म गर्छस् सोध्नुभयो, कति पैसा पाउँछु भन्दाखेरि 2000 हो कि 5000 भन्नुभयो। ल हुन्छ मामा गरिदिन्छु भनेर बेपरवाह केयरलेसली एज अ किड आई डिड द्याट। त्यसपछि नेपाली सिनेमा गरेपछि आई फेल्ट I loved being in front of camera and I liked the relationship between me and the camera. त्यसपछि चाहिँ नि मलाई एउटा सायद मुम्बई गएर मैले आफ्नो करियरलाई पुश गर्नुपर्छ भनेर त्यहाँबाट सुरु भएको हो। तर त्यो मेरो यत्रो लामो हुन्छ या मेरो लाइफ लङको एउटा मात्रै करियर हुन्छ भनेर चाहिँ नि मैले सोचेको थिइनँ। एन्ड इट किप्स अन ह्यापनिङ। मेरो के बुझाइ छ भने लाइफमा हामीले पर्स्यु त गर्नुपर्छ आफ्नो ड्रिम एन्ड एम्बिसन एन्ड अल द्याट, बट वी सुड बी अलर्ट एन्ड ओपन, मेबी समथिङ एल्स इज वेटिङ फर अस भनेर के। सो वी नेभर नो। अनुमति एकदमै लिनु परेको थियो किनभने मेरो बुवालाई पटक्कै मन परेको थिएन। त्यतिखेरको फिल्म म्यागजिन्समा धेरै येलो जर्नलिजमको कुराहरू बढी आउने, धेरै स्क्यान्डल्स र गसिप्सहरू बढी आउने। उहाँलाई एकदमै मन परेको थिएन। मेरो मुवा पनि वाज नट रियली ह्याप्पी। तर मेरो हजुरआमा सुशीला कोइराला बिपिबाको वाइफ, उहाँ सी वाज द हेड अफ द फ्यामिली। उहाँलाई मैले गएर सुशीलामा मलाई एक्ट्रेस बन्नु छ, आमा बुवाले मन पराइरहनु छ भने के गरौँ म भन्दाखेरि सी गेभ मी अ भेरी साउन्ड एडभाइस है। उहाँले के भन्नु भने छोरी तँलाई माली पनि बन्नु छ भने दुनियाँको नम्बर 1 माली बन्नु जा, जो वाट एभर प्रोफेसन गर्नु छ यु मस्ट चुज। कुनै पनि प्रोफेसन ठुलो या सानो हुँदैन भनेर मलाई त्यतिखेर उहाँले सिकाउनु भएको थियो। ओके, थ्याङ्क यू। अब त्यो प्रोफेसनलाई माया छैन भने बरु त्यो प्रोफेसन नगरे हुन्छ। बिकज द मोमेन्ट यु लभ your वर्क, हामी त्यो काम लिउँ जसलाई हामी माया गर्न सक्छौँ, जहाँ हामी एकदमै प्यासनेट भएर आफ्नो भित्रबाट के कुरा लाग्न सक्छौँ। त्यस्ता गर्दाखेरि घन्टौँ बित्यो भने पनि 1 मिनट 2 मिनट गयो जस्तो लाग्छ र घन्टौँ काम गऱ्यो भने पनि थाकिँदैन, बल्कि आनन्द फिलिङ हुन्छ। इट फिड्स यु, इट फिड्स your सोल, इट फिड्स your being। त्यस्तो प्रोफेसन चुज गर्दाखेरि कठिनभन्दा कठिन पिरियड पनि इजिली जान्छ। त्यसैले जब मलाई सोधिन्छ कि कतिको गर्नु पर्यो, मैले सायद धेरै मेहनत गरेँ होला, तर मलाई धेरै मेहनत लागेन। यसरी फर्केर हेर्दाखेरि मेरो करियरको सुरुवातमै म 18 घन्टा काम गर्थेँ। आइएम स्योर एभ्रिबडी, हामी सबैजना हामी कलाकार मात्रै होइन, कुनै पनि फिल्डका मान्छेहरू चाहिँ नि जसले आफ्नो फिल्डलाई माया गर्छ त्यतिकै काम गर्छ होला मलाई लाग्छ। 103 धेरै टेम्परेचर आउँदाखेरि पनि घाममा उभिएर या स्नोमा या रेनमा माइनस टेम्परेचर हुँदाखेरि पनि हामीले उभिएर काम गरेको छौँ। मलाई लाग्छ यो प्रोफेसन बाहिरबाट हेर्दाखेरि ग्ल्यामरस लागिन्छ, बाहिरबाट हेर्दाखेरि कति धनी होलान्, कति ग्ल्यामरस होलान्, कति राम्रो होलान्, यिनीहरूको लाइफमा दुःख नै आउँदैन, एभ्रिथिङ इज पर्फेक्ट लाग्छ। तर कुनै पनि प्रोफेसनमा स्ट्रगल नभइकन, कमिटमेन्ट नभइकन, दुःख नउठाइकन सक्सेस पाउन गाह्रो छ। त्यसैले चुज द प्रोफेसन जसलाई तपाईँले माया गर्नुहुन्छ, त्यसमा तपाईँ कमिटमेन्ट, हार्डवर्क लगाएर सक्सेसफुल हुनुहोस्, किनभने त्यो चाहिँ नि चाहिन्छ मलाई लाग्छ। हजुर। अनि योर प्राउडेस्ट मोमेन्ट अफ योर प्रोफेसनल करियर, एउटा प्रश्न, एउटा पार्ट बाँकी रह्यो थियो। मैले तपाईँको
द प्राउडेस्ट मोमेन्ट अफ योर करियर कुन लागेको थियो त्यो पनि भनिदिनुहोस्. प्राउडेस्ट मोमेन्ट मलाई एक्चुली जब मैले काम सुरु गरेँ मलाई चाहिँ नि त्यतिखेर म धेरै स्पन्टेनियसली काम गर्थेँ, धेरै इग्नोरेन्ट थिएँ, धेरै इनोसेन्ट थिएँ. मेरो फर्स्ट फिल्म सौदागरमा मलाई याद छ, अहिले म त्यसको महत्त्व बुझिरहेको छु. मलाई दिलीप कुमारजीले चाहिँ नि मेरो आमालाई बोलाएर भन्नुभएको थियो, यसका नजर उतार देना, ये लम्बे रेस की घोडी है. त्यतिखेर मैले त्यसको महत्त्व बुझेको थिइनँ र अहिले सोचेर हेर्दाखेरि चाहिँ नि इट वाज अ ब्लेसिङ द्याट आई रिसिभ फ्रम अ लेजेन्डरी म्यान, लेजेन्डरी एक्टर. सो आई फिल प्राउड फर द्याट. सपोर्ट गरिँदैन त्यो एकदम खल्लो समाज हुन्छ र त्यसले मलाई लाग्छ कि अलिकति सरकारतिर हाम्रै चाहिँ नि अलिकति डिमान्ड हुनुपर्छ र सरकारले यतातिर अलिक ध्यान दिनु पर्यो. खेलकुद भयो, साहित्य भयो, कला क्षेत्र भयो, त्यतातिर चाहिँ नि धेरै ध्यान दिनुपर्छ. किनभने नर्मली बच्चाबुच्ची भयो भने नर्मली यु वान्ट टु मेक देम इज अ डक्टर और इन्जिनियर. कलाकारलाई धेरै सिरियस, कलाकारिताको लागि सिरियस प्रोफेसन लिँदैन, स्पोर्ट्स पर्सनलाई सिरियस प्रोफेसन लिँदैन. आई थिङ्क वी निड टु हेभ अ चेन्ज अफ थट प्रोसेस एन्ड आई थिङ्क गभर्मेन्ट अल्सो निड्स टु रेकग्नाइज. किनभने धेरै कुरा विकसित देशहरूमा चाहिँ हामी जाँदाखेरि कलाकारको धेरै महत्त्व हुन्छ, वहाँ कलाकारहरूलाई धेरै रेस्पेक्ट दिया हुन्छ, खेलकुदको खेलाडीहरूलाई धेरै रेस्पेक्ट दिया हुन्छ. त्यस्तै गरिकन आई थिङ्क वी सुड समहाउ इनिसिएट द्याट भनेर मलाई लाग्छ. हाम्रो जुन अवस्था छ, हाम्रो जुन रियालिटी छ त्यसलाई पनि हामी बुझिरहेछौँ. फाइनेन्सियल रियालिटी होस्, हाम्रो पोलिटिकल एम्बियन्स होस्, तर हाम्रो जुन काम गर्ने जुन इन्भाइरोन्मेन्ट छ त्यसमा चाहिँ इन्सपायरिङ फिल्म मेकर्सहरूलाई तपाईँले के सेयर गर्न चाहन्छ? वाट डु यु वान्ट टु टेल टु देम एन्ड स्पेसली टु द फिल्म मेकर्स इन जनकपुर, बिकज देयर आर मेनी एस्पायरिङ फिल्म मेकर्स होम आई सी. धेरैजना फिल्म गर्न चाहनुहुन्छ, डकुमेन्ट्री बनाउनुहुन्छ एन्ड दे अडोर. उहाँहरूले यो कर्मलाई धेरै मन पराउनुहुन्छ. उहाँहरूले यो एक्चुली आफ्नो धेरै हार्डवर्कले यो फिल्म या सर्ट फिल्म होस्, डकुमेन्ट्री धानिराख्नु भएको छ. सो उहाँहरूलाई चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ? म दुईटा कुरा, एउटा त पहिलेको तपाईँको जुन प्रश्न थियो त्यसको उत्तर पनि म दिन चाहन्छु. बिकज बिङ अ वुमन एन्ड ह्याभिङ अ फिमेल स्पेस इन अ न्यारेटिभ, त्यसको पनि मलाई उत्तर धेरै दिन मन छ. सो आई स्टार्ट विथ द्याट एन्ड आई कम टु यर क्वेसन. आई थिङ्क जुन हाम्रो यो चलन छ नि, ह्याभिङ अ मेल गेज भन्ने, it's time to have a female gaze. It's time to tell female stories by the female people, because जे कुरा पनि हामीले मेलको आँखाद्वारा नै हेरिरह हुन्छौँ. अब चाहिँ नि आइमाईको कथाहरू आइमाईको आँखाबाट हेर्न पाऊँ भन्ने मेरो चाहना हो. र मलाई लाग्छ यो टाइम आइसकेको छ र धेरै दुनियाँभरमा हालाकि सच्चाइ यही हो कि it's male driven narrative which is going on and it's been going on for centuries, but I think time is asking for you to change. Now people are wanting to hear female stories. That's why a lot of movement in the world is happening around that. I support that. We need to have more women centric stories being told. Which better place than you? Sita ko ठाउँ, हामीले सीताहरूको कथा भन्नु पर्यो हैन. सो आई फिल वी नीड टु टेल मोर स्टोरिज अन फ्रम वुमेन. र के हरेक कुरामा राइटर्स, डाइरेक्सन, टेक्निकल एस्पेक्ट, इट्स 98% भन्दा अबभ मेल हुन्छ हाम्रो युनिटमा. प्रब्ली वी नीड टु ब्रिङ इन मोर वुमेन इन द फिल्ड, नम्बर 1. एन्ड नम्बर 2, तपाईँको क्वेसन चाहिँ नि आई वान्ट टु से, जस्तो तपाईँले इरानियन फिल्मको त्यो उदाहरण दिनुभयो. इरानियन फिल्महरूमा धेरै पैसा चाहिँदैन, बट दे मनलाई छुने कथाहरू भन्छन्. सानो छोटकरीमा एकदम राम्रो कथाहरू भन्छन्. किन भन्दाखेरि उहाँहरू आफ्नो माटोको, आफ्नो समाजको कथा भन्नुहुन्छ.
न कि कुनै अर्कोको परिकल्पना गरेर कसैको फलो गरेर कसैको कपी गरेर बनाएको हो. सो आई इन्करेज आफ्नो समाजको कथा भन्नुहोस्, आफ्नो माटोको कथा भन्नुहोस्, आफ्नो बुझेको सब्जेक्टहरूलाई तपाईँ त्यसको वरिपरिको लाई तपाईँ सिनेमा बनाउनुहोस्, कथा भन्नुहोस्, त्यसमा आफ्नोपन हुन्छ. त्यो कथा तपाईँले भन्दाखेरि दुनियाँले सुन्नेछ. जब हामी कसैको कपी गरेर बोल्छौँ, कसै कपीको गरेर दुनियाँको अगाडि प्रस्तुत गर्छन्, उनीहरूले त ओरिजिनल हेरिसकेका हुन्छ, हाम्रो कपी किन हेर्ने. त्यसैले बी ओरिजिनल, आफ्नो बुझेको सब्जेक्टलाई मात्रै लिनुहोस्. र आई फिल धेरै ठुलो पैसाको जरुरत छैन, क्रिएटिभिटीको ठाउँ छ यहाँ. आफ्नो सङ्घर्ष, क्रिएटिभिटी, वाच वर्ल्ड सिनेमा, साउथ अमेरिकन फिल्म्स भयो, इरानियन फिल्म्स भयो, स्पेनिस फिल्म्स भयो. दुनियाँमा यस्तो यस्तो राम्रो राम्रो सिनेमाहरू छन्. जब कान फिल्म फेस्टिभलमा जाइन्छ त स्ट्यान्डिङ ओभेसन पाउँछन्, र यत्रो ठुलो बजेटको सिनेमाको हुँदै पनि हुँदैनन् तिनीहरू. त्यसको मतलब कि दुनियाँमा क्रिएटिभिटीलाई रेस्पेक्ट गर्छन्, ओरिजिनालिटीलाई रेस्पेक्ट गर्छन्. आई वुड लाइक टु से ओन्ली द्याट. थ्याङ्क यू भेरी मच. सो गायत्रीजी. हेलो एभ्रिवान, म गायत्री मिश्रा. मेरो क्वेसन मनिषा कोइरालाजीसँग छ. मनिषाजी, अघि भर्खर प्रभातजीले भन्नुभयो फिमेल लिड रोलमा आइरहेको छैन वा कतिको आउँदैछन् भनेर प्रश्न थियो. तर मेरो एउटा प्रश्न के भनेपछि नेपोटिज्म पोलिटिक्स होस् कि बलिउड होस् कि कलिउड होस्, सबै ठाउँमा हावी छ. त्यस्तो टाइममा 90s को समयमा मनिषा कोइरालाले एकजना महिला, त्यसमा पनि नेपाली महिला भएर बलिउडमा आफ्नो झन्डा गाड्नुभयो. तर बलिउडले अर्को मनिषा पाइनन्. के अर्को कुनै महिला एक्ट्रेस त्यति सक्षम वा सुन्दर थिएनन् वा मनिषाले समन्वय गर्न सकिनन्? थ्याङ्क यू. धन्यवाद. तपाईँको प्रश्न 2-3वटा लेयर छ त्यसमा. अब म धेरै डिबेट गर्न चाहदिनँ किनभने टाइम कम छ. हुन त नेपोटिज्म हरेक क्षेत्रमा हुन्छ. पोलिटिक्समै भयो, फिल्म वर्ल्डमा भयो, बिजनेसमा भयो. हाम्रो विनोद चौधरीजी आउनुभएको थियो, उहाँले आफ्नो 2टै छोरालाई नै दिनुभएको छ होइन बिजनेस सम्हाल्न. उहाँले अरू कसैले त आएर मेरो बिजनेस सम्हाल भन्नुभएको छैन. त्यतातिर पनि नेपोटिज्मको देखियो होइन. तर म के भन्न चाहन्छु भने नेपोटिज्म अहिलेको फ्यासनेबल टर्म हो कि कुनै पनि प्रोफेसनमा तपाईँ जबसम्म ट्यालेन्ट आफ्नो खरो गर्नुहुन्न, हार्डवर्क गर्नुहुन्न, तपाईँ प्यासनेट हुनुहुन्न, स्ट्रगल गर्न सक्नुहुन्न भने त्यहाँ सक्सेसफुल हुने चान्सेस एकदम कम छ. तपाईँ कतै न कतै ठुलो स्टारको छोराछोरी भयो भने पनि if you're not really keen to do the work, nobody is going to accept you. So कुनै पनि प्रोफेसनमा डक्टरको छोरा डक्टर नै पढ्न किन चाहन्छ? किनभने उसले आफ्नो इन्भाइरोमेन्टमा हेरेर आउँछ कि ए मेरो आमा बुवा डक्टर छ या मेरो बुवा डक्टर छ या मेरो आमा डक्टर छ, त्यसबाट प्रभावित भएर आउँछ. हामी जान्छौँ कि टिल द 6 वर्षको उमेरसम्म चाहिँ नि एउटा इम्प्रेसनेबल एज हुन्छ बच्चाको. उसले जे सिक्छ त्यही ऊ अगाडि गएर बन्न चाहन्छ. सो आई फिल यो नेपोटिज्मलाई चाहिँ नि अलिकति धेरै बढावा दिएको छ. कुनै पनि फिल्डमा तपाईँलाई लाग्छ बिग एक्टर्सहरूको छोराछोरीले मेहनत नगरिकन उनीहरूले सक्सेस पाउँछन्? मेबी एउटा सिनेमामा चान्स पाउला, 2टा उनीहरूको काम राम्रो छैन भने तेस्रो, चौथो, 5औं फिल्ममा त अडियन्सले नकार्दिन्छ. यु हेभ टु हेभ द ट्यालेन्ट, यु हेभ टु वर्क हार्ड. मैले के भन्न खोजेको, अर्को मनिषा बलिउडले पाउन सकेन किन? अब त्यो मलाई के थाहा. त्यो मलाई थाहा भएन.
बट आई थिङ्क हामी चाहिँ नि जहिले पनि यो नेपोटिजमको वर्डलाई धेरै महत्त्व दिन्छौँ र त्यसको पछाडि मान्छेहरूले जुन हार्डवर्क गरे हुन्छ कमिटमेन्ट लेभलहरू हुन्छ त्यसलाई चाहिँ नि हामीहरू हेर्न चाहँदैनौँ सजिलो छ कसैलाई भन्दिनँ नेपोटिक भनेर नमस्ते अहिलेको स्थिति यही हो तर भोलि स्थिति बदल्न पनि सक्छ हामीले राम्रो कथाहरू राम्रो सिनेमा र राम्रो उपन्यासको हामीले चेन्ज पनि गरेर त्यो पनि सक्सेसफुल चाहिँ नि हुन सक्ने सम्भावना छ त्यसैले हामीले कोसिस चाहिँ नि छोड्नु भएन जतिसुकै पनि हाम्रो डार्क रियालिटिज भएर पनि वी शुड ह्याभ अ रे अफ होप कि यो चेन्ज आउँछ परिवर्तन आउँछ र समाजले पनि माया गर्ला त्यस्तो राम्रो सिनेमा भलाई भनेर त्यो चाहिँ नि हामीले छोड्नु हुँदैन हेलो 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 Okay. Last quick question, एकदम quick. And just ask to one person, please. Okay, yeah. नमस्कार मनीषा जी, नमस्कार राजेश जी, नमस्कार अनुप जी. म मनोरमा झा. And my question goes to Manisha ma'am. Being the daughter of Nepal, have you ever dreamed of contributing your life effort in flourishing Nepali cinema or any of the field of Nepal, and how much aspirant are you here? Thank you. Thank you for the question. I feel I am 50-year-old right now. And whenever there is a space for me to do something, I will contribute and I will do because I feel it stems from my inner core, not because I want to impress anybody. I'm not that kind of a person. If it's my truth, if it stems from my soul and if it stems from my heart, I will go ahead and do it. र धेरै कार्यक्रमहरू जस्तो कि म खालि सिनेमा जगतबाट तपाईहरुले चिन्नुहुन्छ मलाई तर म क्यान्सरबाट पीडित भएर पनि निस्केको मान्छे हो त्यसैले क्यान्सरको लागि पनि म केही कुरा गर्न चाहने मान्छे हो म मेरो इन्ट्रेस्टहरू जहाँ मलाई के गर्नु छ भनेर मैले चाहिँ तोकिरहेको छु एन्ड स्लोली इन समथिङ आई विल डेफिनेटली डु इट But as of now, I don't have a solid structure that I can tell you, हैन म यो गर्छु त्यो गर्छु भनेर त्यो चाहिँ नि मसँग छैन अहिले. I can't hear you.